हेलो गुड मर्निङ गाइज, तपाईँहरूलाई फेरि नयाँ ब्लगमा स्वागत छ। अनि आज हामी चाहिँ मुस्ताङ घुम्न आएको छ। हिजो काठमाडौँबाट हामी कहाँ बस्यौँ दाइ? यता हाम्रो डेभिड दाई हुनुहुन्छ, डेभिड दाईलाई वेलकम गरेँ। यता हाम्रो दाजु, यता हाम्रो भाउजू। हामी हिजो बसेको तातोपानी। केही भन्नु छ भाउजू? कस्तो कस्तो भयो यात्रा? हामी एकदम मिल्ने साथी थियो, बब्बा रमाइलो हुन्छ। अझ मेन ठाउँ जाने बाँकी छ। अब हामी मुस्ताङतिर आज त्यहाँ बस्यौँ। अनि अब आजदेखि म सब देखाउँछु, देख्न सक्नुहुन्छ तपाईँहरू भ्यू है। घाम पनि मजाको लागिरहेछ, खोला देख्नु भइहाल्यो। ल अब त्यहाँ हिमाल पनि देख्न सक्नुहुन्छ। हेभन, प्योर हेभन। ल झर्ना हामी चाहिँ यहाँ एक ग्रुप भयो, एक ग्रुप चाहिँ अहिले देखाउँछु को अर्को ग्रुपमा को हुनुहुन्छ अहिले त्यहीँ गएर थाहा पाइहाल्नुहुन्छ होइन। अहिले नाम दियो भने पनि अनुहारै देखाउ होला, फेस देखाउ होला होइन। अहिले हेर्दै गर्नु, अब त्यहाँ गएर देखाउँछु म बाटोतिर कस्तो के हुन्छ। सो गाइस अहिले चाहिँ हामी झर्नामा आएको छ। झर्ना देख्न सक्नुहुन्छ कस्तो दामी छ झर्ना। यता दाइ हुनुहुन्छ, चिन्नुभयो होला। हामी चाहिँ यति टोली हो आएको। यस्तो दामी छ कि फर्स्ट टाइम एभन यस्तो डाँडाको बिचमा होइन। यो झर्नाको नाम चाहिँ रूपसे झर्ना हो। मुस्ताङ जाने बाटोमा पर्छ। बिजी रिभर। ल यो झर्नाबाट चाहिँ हामी निस्किन्छौँ। अब हामी यता हाम्रो भाउजू हुन्छ। ए बवालै छ है, बवाल। यता बुनुहरू हुनुहुन्छ। ल हामी जान्छौँ मुस्ताङ तर्फतिर। हाम्रो यात्रा मुस्ताङतिर अब फोटो सेसन हुँदैछ। रमाइलो लाग्यो नि भाउजू? राम छ है एकदमै, एकदम दामी। अब हामी जान्छौँ मासतिर। कश्मीर छ क्या, पुरा कश्मीर छ यार। कश्मीर तू कन्याकुमारी। कस्तो लागिरहेछ भाउजू? कस्तो लागिरह? यस्तो दामी झर्ना छ है। ल फोटो खिचिदिन्छ है त। पोज। मेरो बल। यहाँ फेरि यस्तो ठाउँ छ है फोटो खिच्न। ठाउँमा रोक्दै अब यहाँ छेउदै हुनुहुन्छ उस बहिनीहरू फोटो खिच्दैछ। गीत गाउँदै नाच्नु पर्यो नि त। लैबरी यता भाउजू, यता दाइ। जोडी एकदम राम्रो छ, टक्क दामी छ यार। यस्तो दामी चाहिँ सबजना आउनै पर्छ यार। मुस्ताङ जाने बाटोमा आयो पिस स्वर्ग यार। यस्तो दामी छ यार। यस्तो दामी छ नि यार, कुरै नगरौँ। यता छेउदाईको मम्मी हुनुहुन्छ, बहिनी। अनि ठाउँ यस्तो छ। दाइ यहाँ हुनुहुन्छ। मेरो बल भिडियो सुट पनि गर्यो, फोटो पनि खिच्यो। अब यो भिडियो फोटो चाहिँ टिकटक इन्स्टाग्रामतिर हेर्नु। अनि यहाँ यस्तो टिकटक भइरह बिहाइन्ड द सिन मजै। गाडी आइरह है भाउजू। वाउ यार, हेभन। वाउ
Never expected this. La 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 la. यतिको त चाहियो यार. खाना खाएर अहिले हामी आइपुगेको छ के ताल दुम्बा तालमा. दुम्बा तालबाट दुम्बा लेक जान्छौँ. ताल चाहिँ ल ताल देख्न सक्नुहुन्छ त्यो ताल अनि वरिपरि चाहिँ ल स्वर्ग छ वरिपरि चाहिँ. खै हाम्रो दाइहरू खै त दाइहरू कहाँ जानुभयो उता पर रहेछ. बजारै रहेछ नि त जमसुम जस्तै हो. एउटा उडाउला है ढुङ्गा ढुङ्गा हाल्नु पर्यो सानो दुरी मान्छेहरूले त के गरेको सानो मान्छेहरूलाई त उसलाई उडाउँछ. हावा त डेन्जर लाग्छ. कुखुरा बजार जस्तो रहेछ यो ताल त. मान्छे मान्छे ठिकै ठिकै आइरह चेलीहरू. आकाशको मजा लिएर कस्तो लाग्यो भाउजू ताल? ताल ठिकै हो. घाम अलि एन्टी लाइट परेर फोटोहरू भिडियोज खिच्न मिलेन क्या. तालमा त माछा माछा धेरै रहेछ. अनि यत्रो माछाहरू देख्नु भएन हौ त्यतिर. माछा माछा त होइन. यहाँ फोटो सेसन चलिरह. अहिले चाहिँ राम्रो देख्यो होइन. यता खिच्नु नि त भाउजू. यता ल राम्रो आउँदो रहेछ. अलिकति यता बस्नु त त्यो ब्याकग्राउन्ड. सो गाइज अहिले चाहिँ हामी जेरी गल्ली आइपुग्यौँ. जेरी गल्ली हेर्न सक्नुहुन्छ. यहाँनिर के भन्छ यसलाई यार थाहै छैन मलाई. ल यतै भित्र हो जेरी गल्ली. के छ सब ठिक छ नि होइन? चिसो भइरह है. चिसो भइरह है भाउजू. भाउजू त कस्तो रातो हुनुभएछ त. पुरा फेस रातो देखेछ होइन? चिसोले गर्दा चाँडो जेरी गल्ली असन गल्ली जेरी गल्ली जेरी गल्ली चाहिँ यही रहेछ. जेरी गल्ली यो भिडियो गर्नु त तपाईँ यतिकै भिडियो हाम्रो दाइ चौरी चढ्ने हुनुहुन्छ. चौरी
गाह्रो छ भिडियो बनाउन नि गाह्रो मुस्ताङमा जेरी गल्लीमा जेरी नै भयो होइन म त ल दाइको फ्यान यहाँ जेरीमा धेरै टन्नै रहेछ बाटोभरि थियो नि यहाँ मेरो बल पनि आयो यस्तो दामी यार जेरी गल्ली राम्रो लाग्यो नि तपाईँलाई दामी अब हामी खाना खान जान्छौँ खाना खाएर अझै माथितिर जान्छौँ हामी ल जेरी गल्लीमा बल हान्दै हुनुहुन्छ स्किल जाओस् न फुटसल गाई हात दिँदै आउनु गऱ्यो कि रोयल फुटसललाई डेडिकेट गरेर लगाउनु त अनि विश्व मालिकलाई यहाँ भिडियो भइरहेको कस्तो हावा धेरै भएछ यहाँ आउँदा जेरी गल्लीमा अब फुटबल चलिरह है यत्रो भर्याङ चढेर जानुपर्ने रहेछ रमाइलो भइरह कहिले चढेर जाने यार यत्रो कति धेरै मान्छे है बोल भाइ म बोल्नै सक्दिनँ दाइ यो हात खुट्टा कामेर यो पानी पनि हान्छ किरा होइन तिनचोटि डुब्की लाग्यो क्या त मैले तिमी बिस्तारै हिँड्यो नि धारामा पनि मोजु जस्तो छ दुबुलको पनि तिनचोटि हान्यो त्यो भएर पनि अलिक चिसो भयो यसरी हो ल यो समात त केटा म त्यो पानीभन्दा त्यही टाढो त्यही चिसो रहेछ हौ यहाँ बनाएको यस्तो जाडो छ नि गाइस यार तर त्यहाँदेखि आएपछि गर्नै पर्यो होइन अनि यो खुट्टाहरू चाहिँ मेरो मर्ला जस्तो भइरहेछ पानी पनि पुगेर समाउनु सकिरहेन यस्तो भइरहेछ है अब भ्यू चाहिँ एकदम दामी छ पुरा भ्यू देखाउनु त यो हेर्नु त कस्तो दामी यार मुक्तिनाथ यसै मुक्तिनाथ भएको होइन भगवान् यत्तिकै बस्नु होइन बच्चाहरूलाई पुरा लेक लागिरह यहाँ भाइलाई ठिक हुन्छ खाऊ अब हामी होटल पाइन्छ होटल गएर ब्रेकफास्ट खाएर तलतिर लाग्छौँ होला पोखरा होइन आज हामी उता बस्छौँ कुस्मामा भिडियो सुट गर्छौँ अनि
अझै हाम्रो 2 दिन बाँकी छ फर्स्ट डे हाम्रो काठमाडौँदेखि सुरु भएको काठमाडौँबाट हामी तातो पानीमा बस्यौँ तातो पानीबाट हामी कहाँ बस्यौँ सिधै यहाँ बस्यौँ नि फेरि माथि यसरी लग्छ अब नसक्ने चाहिँ यसरी हुन्छ है दर्शन गर्ने 0.5 ल हाम्रो टर्न हेरौँ कस्तो हुन्छ सिडीहरूले एक्साइटेड भइसक्यो ए भौजीले गरिदिनु हुन्छ यो ब्लग चाहिँ साइक्लिङ हान्न आँटिनु भएको हेरौँ फ्रेन्ड लिनु त एक्साइटेड हुनुहुन्छ कस्तो लाग्यो कस्तो भइरहेको भिडियोको लागि यसमा डिटेल राख्नुपर्छ है नेम कन्ट्याक्ट ल है अब हान्नु पर्यो है फुर्तिलो बनाइदिउँ क्या हो साइक्लिङ हान्न आँट्नु भइरहेको डेभिड दाई ठिक छ है दाई डेभिड दाई यता हेर्नु न लास्ट डर लाग्छ है त्यसै हो दाइ सेम है तपाईँ साइक्लिङ गरेर ब्रेक सब सबै छ मजाले मिल्यो तर नलागेको राम्रो ब्रेक आफूले चढाएको अम्बर कहाँदेखि उताबाट ल यो चाहिँ एकदम रिस्की हो अरे गाह्रो छ भन्दा हेरौँ कस्तो हुन्छ भाइहरूको रियाक्सन अब हाम्रै पाली हो खाली नहुन्छ रियाक्सन हेर्नु भयो साइक्लिङ रेस नबसेको कुरा के छ भने लास्टमा क्वेसन गर्नुहोस् है रिपिटमा नबस्नु त क्वेसन है तपाईँ क्वेसन गरेर लानु म इन्टरभ्यू जान्छु फ्लोरिङ भिडियो है बुद्धि बुझ्नु मैले फर्स्ट अफ अल भन्नुहोस् यो रेस ट्र्याक होइन रेसमा अस्ति स्पिड जाने होइन है यहाँलाई गइसकेपछि गियर ब्रेकको फङ्सन चाहिँदैन हजुरलाई चलाउनै पर्दैन ह्यान्डललाई समाउने जस्ट पाइडल गर्ने दुईजनालाई साथमा छोड्छु मैले वेटको कारणले अघि पछि हुन्छ अघि भएको गइराख्नुहोस् पछि भएको आइराख्नुहुन्छ है उहाँलाई फलो गरिदिन्छु सातजना मन छ भने मजाले ब्रेक हल्का हल्का लाउँदै जानुहोस् धेरै चाहिँ स्टप हुनेपछि चक्कर नलाग्नुहोस् है अनि बिचमा इन्जोय गर्नलाई पाइडल आउट अफ टाइम निक्लिँदै निक्लिन्छ कन्फिडेन्टबाट देखि आएको छ स्केप पनि हुँदैन क्यामेरा अघि त मन लागेको कुरा भनिरहेको छ म पछि चाहिँ हाम्रो गाइड हुन्छ साइकल टर्न गर्नु चाहिँ रिटर्न आउँदा सेट रिस्की यार एकदम के भन्दिनु साइकलिङमा सम्बन्धी ब्रेक लाउनु पर्छ बरु आँखा चिमर पाइडल हान्नु साइकल स्टप भयो भने झन् धेरै टिल्ट हुन्छ है स्टप हुन चाहिँ नदिनु साइकल जानु यस्तो हुन्छ जानु तर तपाईँले आउँदाखेरि अनि जाँदाखेरि डर ब्रेक छोडिदिनु स्ट्रेट गर्छु अलि पर गएपछि अलि उ लाग्छ अहिले पाइडल नहानिकन जान्छ यो पर गएर पाइडल हान्ने यहाँ हानिसक्यो है हानिसक्यो अहिले 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 त्यहाँ गएपछि डर लाग्छ अब चाहिँ डर लाग्यो ओहो एकदमै रिस्की यार यो त